यो देशको शीर्ष पुष्प स्थानमा ओली सनातन मान्ने व्यक्ति प्रचार विभागको जसले न्याय मान्छ, प्रमुख पुष्प ओली जो अनुशासनमा हिँड्छ, पोखराको जो सभामा अहिंसाको बाटोमा हिँड्छ, त्यो व्यक्तिलाई नेतृत्वमा पुर्याउनको लागि यो देशका सम्पूर्ण वैदिक सनातन हिन्दू राष्ट्र, किराँत बौद्ध सहितको हिन्दू राष्ट्र मान्नको लागि तपाईहरूको घर आँगनमा म खुशबु ओली राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक उम्मेदवार आज आइपुगेको छु। एक पटक हलो चिन्हमा मतदान गर्नुहोला। हर हर महादेव। आज हेर्नुहोस् त के रहेछ र यो देशको अवस्था। निर्वाचन आयो, मन्दिर धाउन पर्यो। निर्वाचन आयो, हिन्दूहरूलाई खोज्न थालियो। एकताको कित्तामा उभिएर हिन्दू राष्ट्रको पहिचान हुनु हुँदैन, हिन्दूहरू हाम्रो पार्टीमा आउनु हुँदैन भन्नेहरू आज निधारमा ल्याप्पै चन्दन लाएर केरु वस्त्र धारण गरेर मन्दिरको ढोका ढकढकाउन कुदिराखेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको हिन्दू राष्ट्रको मुद्दाको वैचारिक विजय यही हो। अब मतमा परिणत गर्न बाँकी छ। आज यहाँहरूलाई स्मरण गराउन चाहन्छु, रावणले सीतालाई हरण गरेका थिए, तर सीतालाई हरण गर्दै गर्दाखेरि उनले गेरु वस्त्र धारण गरेका थिए। छद्मवेशी रावणले सीताको हरण त गरे, तर सीतालाई प्राप्त गर्न सकेनन्। आज छद्मवेशी रावणहरू विभिन्न पार्टीका बौद्ध किराँत हिन्दूको देश हुनु हुँदैन भन्नेहरू हिन्दूको मत किन्नको लागि तपाईको घर आँगनमा ढोका ढकढकाउँदैछन्। श्री रामले रावणलाई पराजित गरे जस्तो तपाईहरूले ती छद्मवेशी रावणलाई पराजित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथ दिनको लागि आह्वान गर्न चाहन्छु। आज हिन्दू राष्ट्र किन चाहियो र? धर्मको व्यापार भयो भन्दैछन्, धर्मको राजनीति भयो भन्दैछन्, धर्मको पक्षमा भोट माग्दै गर्दा, हिन्दुत्वको पक्षमा मत माग्दै गर्दा पाप भयो भन्दैछन् एउटा पार्टीको अध्यक्ष। पाप त तपाईको कारणले गर्दा आज साग बेच्नेको आँखामा आँसु आएको छ, त्यो हो पाप र अधर्म भनेको। हामी त हाम्रो पहिचानको लागि लड्दैछौँ। तपाईहरूले चर्च जानुहुने, तपाईहरूले मस्जिद जानुहुने, हामीले हिन्दुत्वको भोट माग्न हिन्दुत्वको घर आँगनमा आएर धर्म रक्षति रक्षित भन्न नपाउने। त्यसैले गर्दा यसपटक भनेको कुनै धर्मसँगको लडाई होइन, भ्रममा नपर्नुहोस्। राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र हुँदाखेरि यो देश सबैभन्दा सहिष्णु थियो। सच्चा इसाईले कहिल्यै पनि धर्मान्तरण गराउँदैन। विश्वको हिन्दू र मुसलमान सबैभन्दा मिलेर बसेको देश नै नेपाल हो। तर जबदेखि यो देशमा धर्मनिरपेक्ष भयो, यो देशमा धर्मको लडाई भयो। किनभने के नेपाली जनताले हिन्दू राष्ट्रको पहिचान मेटेको हो? धर्मनिरपेक्षता लाग्दै गर्दा के नेपाली जनतालाई सोधिएको हो? के संघीयता ल्याउँदै गर्दा यो देशमा नेपाली जनतालाई सोधिएको थियो? थिएन। यो धर्मनिरपेक्षताको पहिचान हटाउनको लागि विदेशी दलालहरू हावी भएर तपाईँ हाम्रो पहिचान छिने। तर त्यो संविधान सभा जसमा 90% सनातनी थिए, एउटा सनातनीले आवाज उठाउन सकेन राप्रपा बाहेक। त्यसैले अबको लडाई भनेको, अबको निर्वाचन भनेको मतदान मात्रै होइन, यसलाई जनमत मान्नुहोस्, जनमत सङ्ग्राम मान्नुहोस् र तपाईको बौद्ध किराँत सहितको हिन्दू राष्ट्र बनाउनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चुनाव चिन्हमा मत दिनुहोस् भनेर म माग्न आएको छु। धर्मनिरपेक्षता हुँदै गर्दा धर्मान्तरण गराउन के दिन्छ सिद्धान्तले? धर्मान्तरण गराउँदै गर्दा यो राज्यले देख्दैन आज पश्चिमाहरू यो देशमा आएर हाम्रो गाउँ गाउँ परिवर्तन गर्छु, तपाईहरूको गाउँ गल्ली हरेक हिन्दूलाई हामी परिवर्तन गर्छौँ भनेर यो भूमिमा बसेर हामीलाई लत्कार्छन्। तपाईहरूले हेर्नुभएको छ होला बीबीसीमा एउटा दक्षिण कोरियाको पास्टरले हाम्रो यो पहाडमा उभिएर भनेको छ हरेक नेपाली हिन्दूलाई हामी परिवर्तन गराएर इसाई बनाउँछौँ भन्दा हामीले प्रतिकार गर्न नपाउने, सरकारले प्रतिकार गर्नु पर्दैन। आज हिन्दू जागेर यो देशमा सनातनको रक्षा गर्नुपर्छ भन्दा हामीलाई कट्टरवादी र अतिवादीको त्याग दिइराखेको छ। यदि आफ्नो पहिचानको रक्षा गर्नु, आफ्नो धर्म संस्कृति र स्वाभिमानको रक्षा गर्नु अतिवाद हो भने हो हामी अतिवाद। तर यस
एकपटक हिन्दू राष्ट्र फर्काएर हामी छोड्छौँ। हामीलाई साथ दिनुहोस्। हिन्दू राष्ट्र किन चाहिन्छ भन्नुहुन्छ? भन्नुहोस् त। एउटा नास्तिक व्यक्ति यो देशको कार्यकारी पुग्यो र उसले यो देशको धर्म संस्कृति मान्दैन, तिमीहरूको भोटे जात्रा गर्दैनौ, तिमीहरूको नवदुर्गा पूजा गर्दैनौ, तिमीहरूको गुम्बाको पूजा गर्दैनौ, बुद्धलाई मान्दिन भनेर एउटा नास्तिक व्यक्ति त्यो ठाउँमा पुग्यो भने के हुन्छ? यो देशको शीर्ष स्थानमा धर्म नमान्ने, हाम्रो धर्म संस्कृतिलाई नस्वीकार्ने व्यक्ति पुग्यो भने, अर्को धर्मको मान्छे पुग्यो भने के हिन्दूहरूलाई सक्ने नाच्ने के यो प्रपञ्च रचिराखेको हो? हीनता बोध महसुस गर्नुपर्ने आज हिन्दूहरूले हिन्दुत्वको कुरा गर्नको लागि यहाँ तपाईँहरू गाउँठाउँमा कुरा गर्नुहोस् त। हिन्दू राष्ट्र ल्याउनु पर्छ भन्नुहोस् त, के भन्छ? कति धर्मको कुरा गरेको, कति धर्मको राजनीति गरेको? धर्मको राजनीति गरेको होइन, धर्म बचाउनको लागि राजनीति गरेको र हामीले हीनता बोध मान्नुपर्ने कुनै कुरा छैन। हीनता बोध त ती नेताहरूले मान्नुपर्छ जसले यो देशमा अन्याय, भ्रष्टाचार, सिन्डिकेटको राजनीति गरे। हिजोसम्म गणतन्त्र 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 भनेर आवाज उठाउनेहरू हेर्नुहोस् त आज आफ्नो दल जोगाउनको लागि कुदिराखेको छन्। अघिल्लो निर्वाचनमा कस्तो रापताप हुन्थ्यो यहाँ अरू दलहरूको, आज सक्छन्। कोही पार्टीकोले राष्ट्र प्रजातन्त्र पार्टीको कार्यकर्ता र उम्मेदवार जस्तो शिर ठाडो गरेर भोट माग्न सकेको छ? कुनै पार्टीलाई ठग भनिएको छ, कुनै पार्टीलाई भ्रष्ट भनिएको छ, कुनैलाई दलाल विदेशी एजेन्ट भनेको छ, कुनैलाई हत्यारा भनिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै एउटा पार्टी हो जसको नेतृत्व, जसको नेता, जसको उम्मेदवारलाई एउटा पनि प्रश्न चिन्ह उठाइएको छ। हामी गर्व गर्छौँ, हामी यो राष्ट्रवादी किस्तामा उभिएको छौँ। आज बहस गर्न सक्छ हामीसँग कसैले तपाईँहरू फरक हो भनेर, किनकि हामीले इमानको राजनीति गरेका छौँ, राजनीतिको लागि इमानको व्यापार गरेका छैनौँ। पछिल्लो समय दुईटा भ्रष्टाचारको काण्डहरू आए। म एउटा उदाहरण दिन्छु तपाईँलाई। पोखराको एयरपोर्ट र भैरवा एयरपोर्टको छानबिन बन्यो। पोखरा एयरपोर्टको छानबिन समितिको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्गदेनले गरे। भैरवा एयरपोर्टको नेतृत्व अर्को एउटा पार्टीको नेताले गरे। तर आज हेर्नुहोस् त, पोखरा एयरपोर्टको भ्रष्टाचारी जेलमा छ, भैरवा एयरपोर्टको प्रतिवेदनसम्म बन्न सकेको छैन। यही हो इमान्दारीको जग। यसैले गर्दा आज हामी फरक छौँ र सही छौँ र सही किस्तामा उभिएको छ। यही इमान्दारी हाम्रो शक्ति हो। तपाईँहरूले एकचोटि हामीलाई साथ दिनुपर्छ। हामीले ठुला ठुला प्रतिबद्धताहरू सुन्यौँ, तर नेपालीलाई चाहिएको थियो घाँस, बाँस र कपास। हामीलाई चाहिएको थियो इमानको शासन, हामीलाई चाहिएको थियो सम्मानसित यही रोजगार गरेर आफ्नो घर परिवारसँग बसेर दुई छाक खानको लागि। तर के दियो यो गणतन्त्रले? यो गणतन्त्रले यहाँका युवाहरूलाई अरबमा भेडा चराउन पठायो। यही दियो यो गणतन्त्रले। यहाँको गणतन्त्रले यो देशलाई 27 खर्बको ऋणमा हाल्यो। यो गणतन्त्रले हिजो राजाको 12 करोडको खर्च बढी लाग्ने गणतन्त्रमा 400 करोड त चियापानमा खर्च गर्छन् यी नेताहरू। त्यही दियो यो गणतन्त्रले। हाम्रो पासपोर्ट लिएर हामी युरोपका मुलुकहरूमा भिसा नलिकन जान सक्थ्यौँ। त्यो किसिमको एसियाकै सबैभन्दा गरिब मुलुकमा गणतन्त्र आएपछि परिणत भयो। यही दियो यो गणतन्त्रले। हिजो यो देश बनाउने राजालाई सामन्ती भन्थे, यो देश बनाउने राजालाई गाली गर्थे, तर आज हामीलाई आएर यो गणतन्त्रले लाखौंको संख्यामा भ्रष्ट नेता र दलालहरू जन्माइदियो। लिडर दिन सकेन यो देशले, लिडर पाएन, जहिले पनि डिलर दलाल मात्रै पायो। यही दियो यो गणतन्त्रले। त्यसैले यो गणतन्त्रलाई हामीले, यो व्यवस्थालाई परास्त गरेर त्यो जेनजी युवाहरूको 76 जनाको बलिदानीलाई सम्झ्यौँ। एकपटक सम्झिनुहोस्, भदौ 23 र 24 गतेको दिन के तन्त्रले काम गर्यो? केही पनि तन्त्रले काम गरेन। राष्ट्रिय प्रजातन्त्र पार्टीले तपाईँहरूलाई झकझकाउन आएको हो, सम्झिनुहोस् त। 24 गते देश चल्दै गर्दा के तपाईँहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्झिनु भयो? के तपाईँले आफ्ना पार्टीका अध्यक्षलाई सम्झिनु भयो? सम्झिनु भएन। यो देशमा तपाईहरूले 24 गते संकट पर्दाखेरि सिङ्गो देशले राजा सम्झ्यो, किनभने घरमा संकट पर्दा बाउ
विश्वमा सम्झे जस्तो देशमा सङ्कट पर्दा हामीले देशको बाउलाई सम्झ्यौँ, देशको अभिभावकलाई सम्झ्यौँ। त्यसैले हामीले यो देशमा राज संस्था चाहिन्छ भनिराखेको हौँ। हिजोसम्म देशमा समस्या हुँदाखेरि हामी समाधान गर्नको लागि दरबार जान्थ्यौँ। आज यो देशमा यस्तो सङ्कट छ, कोही चाइना गएका छन्, कोही भारत गएका छन्, कोही अमेरिका गएको छन्। यसैको विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी हो, किनभने हामी चाहन्छौँ यो देशको निर्णायकत्व, यो देशको निर्णय गर्ने अधिकार नेपाली जनतामा हुनुपर्छ। हामी भित्र यो अधिकार हुनुपर्छ भनेर त्यो निर्णायकत्व देशभित्र राख्नको लागि हामी यो चुनावमा होमिएका हौँ। म तपाईँहरूलाई आह्वान गर्न चाहन्छु, यो क्षेत्रमा हामीले चुनाव जितिसक्यौँ, कास्कीमा हामीले चुनाव जितिसक्यौँ, किनभने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार साझा उम्मेदवार हुन्। मुखले नभने पनि हरेक पार्टीका साथीहरूलाई आज यो देशमा हिन्दू राष्ट्र चाहिएको छ, यो देशमा राज संस्था अभिभावकको रूपमा चाहिएको छ र गण्डकीले त्यो आवाज बोलिसकेको छ। एकपटक हलोमा मतदान गर्नुहोस्। म तपाईँहरू विभिन्न पार्टीका साथीहरू हुनुहुन्छ होला हामीलाई सुनिराख्नु भएको, तपाईँहरूलाई म स्मरण गराउन चाहन्छु। तपाईहरूको पार्टी कार्यालय जल्दै गर्दा सिंहदरबार पनि त जलेको थियो, संसद भवन पनि त जलेको थियो, संविधान पनि त जलेको थियो, प्रधानमन्त्रीको कार्यालय पनि त जलेको थियो। तर आफ्नो पार्टी जलेको देख्नेले देशको स्वाभिमान जलेको देखेनन्। आफ्नो पार्टीको नेताको घरमा जलेको अकुत सम्पत्ति नदेख्नेले आज कुन नैतिकताले परिवर्तनको आवाज लिएर तपाईहरूको घर आँगनमा आइराखेको छन्। आज तपाईहरूलाई म चुनौती दिन चाहन्छु। हुनुहुन्छ कोही जसले यो देशको माटो समातेर भन्न सक्छ कि काङ्ग्रेसका सभापतिको घरमा जलेको पैसा होइन कागज हो भनेर कसले भन्न सक्छ? ल भन्नुहोस्। त्यसैले गर्दा आफ्नो पार्टीको भ्रष्टाचार छोप्ने नेतृत्वले कुनै पनि देशमा दैमानको राजनीति गर्न सक्दैन। नझुक्किनुहोस्। आफ्नो नेताहरू कुटिएको देख्दा दुःख लाग्यो होइन त? होइन, सबैलाई दुःख लाग्यो, हामीलाई पनि दुःख लाग्यो। तर त्यो दुःख मनाउ गर्दै गर्दा के तपाईँहरूले आफ्नो नेताको नैतिकता, आफ्नो नेताको इमानमा, आफ्नो नेताले गरेको भ्रष्टाचारमा प्रश्न गर्न सक्नुभयो? तपाईहरू जस्तो विचार लिएर हिँडेका महान विचार र स्वाभिमानी कार्यकर्ताहरू विभिन्न पार्टीमा हुनुहुन्छ होला, तर एकचोटि आफ्नो पार्टी कार्यालय जलेको त्यो अस्तुमा हेर्नुहोस्। तपाईहरूको पार्टी कार्यालयको खरानीले भन्दैछ म तिमीहरूकै पार्टीको अध्यक्ष नेताहरूको भ्रष्टाचार र बेइमानीको कारणले आज यो अवस्थामा भन्दैछ। त्यसैले यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीको कित्तामा उभिनुहोस्। पीपीको सिद्धान्त मान्नेहरू, मदन भण्डारीको सिद्धान्त मान्नेहरूको साझा उम्मेदवार हो हामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार। किनभने राजाको महत्त्व ती सबैले बुझेका थिए। राप्रपाले यसै राजाको मुद्दा उठाएको होइन, राजाको मुद्दा हामीले उठाएका हौँ किनभने भदौ 24 गते जनता मर्दै गर्दा भाग्ने प्रधानमन्त्री र राष्ट्रपति भन्दा देशभर बस्ने राजा हामीलाई चाहिएको हो, त्यो अभिभावक हामीलाई चाहिएको हो। 76 जनाको रगत बगिसक्दा पनि राजीनामा दिन नमानेको कारणले गर्दाखेरि यो देश सिङ्गो देश खरानी भएको हो। तर राजालाई नेपाली जनताले माग्दाखेरि हाँसी हाँसी जनताको नासो म जनतालाई दिन्छु भनेर आफ्नो शताब्दीौँको विरासत त्यागेर राजा दरबार छोडेर निस्किएका थिए। राजासँग त्याग थियो, नेताहरू स्वार्थी छन्। त्यसैले हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजाको आवाज उठाएका हौँ। यहाँहरू यस क्षेत्रमा म तपाईहरूलाई एकपटक फेरि भन्न चाहन्छु, दिदीबहिनीहरू पनि धेरैजना देखिराखेको छु, 52% हामी महिला भोटरहरू। फलानुले यसमा भोट हाल्नु भनेको छ भनेर भोट नहाल्नुहोस्, श्रीमानले यसमा भोट हाल्नुहोस् भनेको छ भनेर भोट नहाल्नुहोस्। किनभने 52% महिलाले चाहने हो भने यो देशको सत्ता र शक्ति परिणत हुन्छ। तर महिलाले आफ्नो मूल्याङ्कन कहिले पनि गर्नै सक्नु भएन। हामी घर चलाउन सक्छौँ, व्यवसाय चलाउन सक्छौँ र यो देश हाँक्न पनि सक्छौँ। तर एकपटक तपाईँले स्वविवेकले भोट हाल्नुहोस्। हामी जहिले पनि हक अधिकार र बराबरीको लडाईँ गर्दै गर्छौँ, कुरा गर्दै गर्छौँ, हक मान्छौँ। तर वास्तविक स्वतन्त्रता भनेको जबसम्म तपाईँको हस्ताक्षर घरमा चल्दैन, समाजमा चल्दैन र देशको निर्णय गर्ने ठाउँमा चल्दैन, तबसम्म महिलाहरू स्वतन्त्र पनि हुँदैनन्, बराबर पनि हुँदैनन्। त्यसपटक यसै पटक
तपाईहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथ दिनुस्। तपाईहरुले आह्वान गर्न आएको हो म। हामी जन्म्यौ बाउआमासँग हात फैलाएर माग्नु पर्ने, बुढा बिहे हुन्छ श्रीमानसँग माग्नु पर्ने, बुढाबुढी भइन्छ छोराछोरीसँग हात फैलाएर माग्नु पर्ने। ए दिदी बहिनीहरु, माग्ने हातलाई दिने बनाउने कि नबनाउने? अब राष्ट्रले मागिरहेको छ, हामीले दिने समय आएको छ। छोराछोरीलाई संकट पर्दा तपाईहरु व्रत बस्नुहुन्छ। आज देशलाई संकट परेको छ। यो फागुन 21 गते त्यही संकल्प व्रत ठानेर यो राष्ट्र जोगाउनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, यो राष्ट्रवादी कित्तामा उभिएको पार्टीलाई साथ दिनुस्। युवा रहेनन् भनेर हुँदैन हजुर। युवालाई राख्नको लागि देशमा रोजगार चाहिन्छ। युवालाई राख्नको लागि, युवालाई रोक्न सक्ने विकास चाहिन्छ। विकास भनेको ढुङ्गा माटो बाटो मात्रै होइन। विकास त्यो हो जसले तपाईका छोराछोरीलाई यही क्षेत्रमा रोजगारी सृजना गर्छ। विकास त अमेरिकामा पनि भएको छ, तर अमेरिकनहरूले आफ्नो देश छोडेको छैनन्, किनभने त्यो विकासले त्यहाँ रोजगार दिएको छ। नेपालको विकास त ढुङ्गा माटोमा भयो, तर तपाईका छोराछोरीहरूलाई 55 डिग्रीको घाममा बेल्चा हान्न पठायो। त्यो विकास होइन, त्यो स्वार्थको राजनीति हो। किनभने त्यो घाममा बेल्चा हानेको पैसा, त्यो रेमिटेन्सले यो देश चलिरहेको छ। त्यसमा पनि यहाँका नेताहरू भ्रष्टाचार गरिराखेको छन्। त्यस्तो विकास होइन। युवालाई आफ्नै देशमा कृषि, प्रविधि, पर्यटन, धार्मिक पर्यटन र ऊर्जा मार्फत यही देशमा 30-40 हजारको जागिर खान सक्ने बनाउने प्रतिबद्धताको साथमा राष्ट्रिय प्रजातन्त्र पार्टी आएको छ। एकपटक साहबाग दिनुस्। हामी संख्यामा कम छौं होला, तपाईहरुलाई लाग्दो अघिल्लो निर्वाचनमा त्यति धेरै सिट आएको थिएन। सामाजिक सञ्जालमा देख्नुहुन्न होला, तर सामाजिक सञ्जालले भाइरल बनाउँछ, हिरो बनाउँछ, तर नेता बनाउँदैन। नेता बन्न जनताको घर आँगनमा आउनुपर्छ। नेता बन्न जवाफदेही बन्नुपर्छ। नेता बन्नको लागि पारदर्शी हुनुपर्छ। आज छ त कोही नेता त्यस्तो? आज कुनै नेतृत्व छन्? आज रासोपाले आफ्नो अध्यक्षलाई चोख्याउँदै हिँडेको छ। रासोपाले यो देशमा सहकारी पीडित हुन् भनेर देख्दैन, बुझ्दैन। आज एमालेले 76 जनाको ज्यान गयो भद्यौ 24 गते एमालेको सरकार थियो भनेर भन्न मान्दैन। आज कांग्रेसले उसको अध्यक्षको घरमा अकुत कालो सम्पत्ति भेटियो भनेर स्वीकार्नै चाहदैन। आज माओवादीले 17,000 को मलामीमा यो गणतन्त्र बसेको छ भन्ने कुरा स्वीकार्नै चाहदैन। र सनातनीहरूले जो हिन्दू हौ त भन्छौ, हिन्दू बन्न सक्दैनौ, उले यो देशमा धर्मान्तरण भएको देख्दैन। भएको के हो त यो देश? किन हामी आक्रोशित छौं? किन यो देश अगाडि बढ्न सकिरहेको छैन? किन हामी चाहिँ यो देशमा निराश छौं? को हो त दोषी? जनता हो त दोषी? यदि जनता हो भने जनताले आफूलाई सच्चाइ दियोस्। यसपटक दानमा तपाईहरुले देखाइदिनुस्। यो सबैभन्दा ठूलो दान हो। मेरो कन्यादान गर्दै गर्दा गुरुबाले मेरो बुवालाई भन्नुभएको थियो, सबैभन्दा महादान भनेको कन्यादान भनेर मेरो हात मेरो श्रीमानलाई दिनुभएको थियो। होइन, म आज गुरुहरूलाई सबैलाई भन्न चाहन्छु, कन्यादान सबैभन्दा ठूलो दान होइन, मतदान सबैभन्दा ठूलो दान हो। किनभने यो कन्याको दानले एउटा घर बिग्रिन सक्छ भने यो मतदानले हामी जस्तो करोडौंको घर बिग्रिन सक्छ। त्यसैले मतदान भन्दा ठूलो दान केही छैन। देश बचाउनको लागि मतदान गर्नुस्। आज आफू स्वतन्त्र बन्दै गर्दा देशलाई बन्धक बनाउने राजनीति नगर्नुस्। हातमा माटो लिएर हिँड्दै गर्दा हामीले टेक्ने माटो रहने छैन, त्यो दिनको परिकल्पना गर्नुस्। सिक्किमका नेपालीहरू शुद्ध सिक्किमी भएर सुतेका थिए, उठ्दा भारतीयहरू भएर उठे। दार्जिलिङका नेपालीहरू आज न पूर्ण रूपमा नेपाली छन्, न आफूलाई नेपाली भारतीय छन्, न आफूलाई नेपाली भन्न सक्छन्। के त्यही चाहनु भएको हो? के यो नेपालमा आज जे भइराखेको छ नेपाल भित्र मात्रै सीमित छ? होइन। आज यो देशमा विदेशीहरूले यो देशलाई क्रीडास्थल बनाएर खेलिराखेको छन्, लुटिराखेको छन्, झम्टिराखेको छन्। हामीले बस यति चाहेको हो, यो देश हिन्दू राष्ट्र हुन्छ कि हुँदैन भनेर हामीलाई कुनै पनि विदेशीलाई सोध्नु नपरोस्। यो देश राज संस्था रहन्छ कि रहँदैन भनेर हामीलाई कुनै छिमेकीलाई सोध्नु नपरोस्। यो देशमा संघीयता खारेजी गर्ने कि नगर्ने भनेर कुनै पनि राजदूतले हामीलाई नभनोस्। यो देश के हुन्छ, के रहन्छ भन्ने निर्णय हामी नेपाली जनताले लिन्छौँ।
त्यो अधिकार नेपालीको हातमा लिऊ भनेर तपाईहरुलाई आह्वान गर्न आएको हो। एक पटक मत परिवर्तन गर्नुस्। तपाईका छोराछोरीहरूले गाउँ छोडे शहर पसे केही हुन्छ कि भनेर, शहर छोडे अर्को देश गए केही हुन्छ कि भनेर आज हामी भन्दैछौँ देश बन्छ र तपाईको छोराछोरी यही देशमा फर्केर काम गर्न सक्छन् भन्दाखेरि तपाईहरु आफ्नो पार्टीको सदस्यता पनि नछोड्ने, छोराछोरीलाई बिदाई गर्दै गर्दा टीका लाएर नरुनुस् के तपाईहरु, किनभने बारम्बार तपाईको हातमा यो देशलाई सुशासनको बाटोमा डोर्याउने शक्ति थियो। तर पार्टी 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 जन्मिँदै यही पार्टी कालो कङ्ग्रेस कालो कम्युनिस्ट हो म भनेर भन्दै गरेर तपाईको छोरालाई बेलचार्न खाडीमा पठाउनु भयो। आज लास आउँछ कि सास आउँछ कुनै निश्चितता छैन। एक पटक छोरो फर्किन्छ देश बन्छ भन्दाखेरि आफ्नो मतदान परिवर्तन गर्नुस्। एक पटक परिवर्तन गरेर हेर्नुस्। राष्ट्रवादी कित्तामा यो इमानदार नेतृत्वले यो देशलाई पृथ्वी पथमा लिएर जान्छ। तपाईहरुले माओ पथ हेर्नुभयो, मार्क्सको पथ हेर्नुभयो, गान्धीको पथ हेर्नुभयो। को हुन् यिनीहरू? को हुन्? के यो देशका हुन्? हामीले हेर्ने भनेको सनातन पथ हो। वेद व्यासले दिएको 4वटा वेदको दर्शनलाई हामीले लिएर हिँड्ने हो। यो देश एकीकरण गर्ने पृथ्वीनारायण शाहले दिएको दिव्य उपदेशलाई मानेर हिँड्ने हो। आज देशमा कस्तो अवस्था आयो भने पृथ्वीनारायण शाहको कुरा गर्दै गर्दा हामीले हीनता बोध महसुस गर्ने, वादको कुरा गर्ने, सिद्धान्तको कुरा गर्ने, प्रचण्ड पुत्रको शालिग ठडाउने, पृथ्वीनारायण शाहको शालिग पृथ्वी पथमा ढालिने, यही दियो यो गणतन्त्रले। यसलाई बदल्नु छ। कुनै नेताको शालिग राख्दाखेरि तपाईहरुको हात उठ्ने, तर पृथ्वीनारायण शाहको शालिग ढालिँदाखेरि तपाईहरु नजाग्ने। तपाईको शरीरमा रगत होइन पानी बग्दो रहेछ। त्यो परिवर्तन गर्न हामी यहाँ आएको हौ। र अन्त्यमा यहाँहरुलाई भन्छु, हिन्दू राष्ट्र भनेको धर्म मात्रै होइन। यसले हामीलाई कर्तव्य, निष्ठा र इमानको बाटोमा डोराउँछ। यो भनेको अर्थतन्त्र हो, यो भनेको कूटनीति हो, यो भनेको विकास हो। यो सनातन पथमा देशलाई ल्याऊ। जय जय गोरख, जय जय काली। मलाई सुनिराख्नु भएको सम्पूर्ण हिन्दूहरूलाई, सनातन बौद्ध किराँत जो जो हुनुहुन्छ, म तपाईहरुलाई पनि भन्न चाहन्छु, एकपटक नारा लाउनुस्। यो पार्टीको नारा होइन, यो हाम्रो पहिचानको नारा हो। तपाईहरु साँचो मानेमा हिन्दू हो भने तपाईहरु एकचोटि मसँग नारा लाउनुस्। जय जय गोरख, जय जय काली। जय जय गोरख, जय जय काली। अझै पनि केही हिन्दूहरूले हात उठाउनु भएको छैन, यो पुरा नारा लाउन पनि सक्नु भएको छैन। विदेशीले दिएको धर्मनिरपेक्षताले तपाईलाई आफ्नो देश हिन्दू राष्ट्र होस् भन्न सक्ने पनि तपाईसँग शक्ति छैन। यही दियो यो गणतन्त्रले। यसैलाई परास्त गर्नु छ। यो विदेशवादको सोचलाई परास्त गर्नुपर्छ। जय जय गोरख, जय जय काली। जय जय गोरख, जय जय काली। भोट केमा? भोट केमा? भोट केमा? राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी। अर्जुन खनाल, हेमजङ गुरुङ। यो क्षेत्रले विकासको लागि अनुभवी अग्रज हेमजङ गुरुङ पाएको छ र रोजगार सृजना गर्नको लागि युवा उद्यमी अर्जुन खनाल पाएको छ। हामीले चुनाव जितिसक्यौं। घोषणा हो 70% भन्दा बढी मतले हामी जित्छौं, किनभने एउटा लिम्बूको छोरा हेमजङ गुरुङ, राजेन्द्र लिङ्गदेन एउटा गुरुङको छोरा तपाईको जनै र मेरो सिउँदोको सिन्दूर रक्षा गर्नको लागि हिन्दू राष्ट्रको आवाज लिएर आउनु भएको छ। सारा सनातनीहरू जागेर एक पटक साथ दिनुस्, हलो चिन्हमा मतदान गर्नुस्। हर हर महादेव, हर हर महादेव। धन्यवाद।